अब यहाँबाट काट्नु पर्यो मैले। लहराले त भिनाजु आफैलाई तान्ला जस्तो भयो। काट्न सजिलो, काटेर छुट्टाउने लहरासित उ गर्ने अलग गर्ने गाह्रो। हजुर अनि यो सौलै ठाडै खाइदिन्छ के होइन, भैँसीले काट्नु पर्दैन, मसिनो गराउनु त पर्दैन। है यहाँ सर्प त छैन कहीँ। दिदीले भन्नुभएको थियो मुखा भ्याएको त राख्यो भनेर सर्पले। भ्याएको त मुखा हालेर बस्यो भन्नुहुन्थ्यो त्यहाँ गोबर ग्यास माथि। कहाँनिर होइन दिदी, हजुरले सर्पले भ्याएको त लिएर बस्यो भनेको। हजुर यता यहाँ घाँसमा त लुक्यो होइन। ए मुसा भ्याएको त खाने सर्प। अनि किन यति लामो घाँस बनाउनु भएको किन हो त नि? काट्न नभ्याएर। ए कति अग्लो भएको? मभन्दा नि अग्लो भयो है घाँस त। यता लहरा तान्न गाह्रो भएर यता लहरा नभएतिर आएको त यहाँ त झन् घाँस मभन्दा नि अग्लो, घाँसै तान्न गाह्रो। हजुर अनि भोलि दिनभरिलाई घाँस बनाउनु पर्ने, पूजा जाने भएपछि घाँसभन्दा मभन्दा घाँस बलियो होला र जति लहरा भए पनि। ल हेर्नुहोस् मभन्दा अग्लो छ घाँस अनि